शरीर दुखाउँदैन क्या यो हालत यो रुमको हालत के गराएको नि यार टी सर्ट कहाँ गयो केटा टी सर्ट देखिरहेको छ र मेरो हिजो टी सर्टलाई टौलिया जस्तो बनाएर फालेको थियो अब यस्तोमा कहाँ भेट्टाउँछ तिम्रो टी सर्ट अब गायब भयो के खोजेको तैले ओए टी सर्ट के को डिस्टर्ब भइरहेको सुत्न देन हो सुत्न दे टी सर्ट खोजिरहेको त देख्नु भयो देख्छ यो रुमको हालत के हो यो रुमको हालत यो रुम भन्दा त हाम्रो नेपालको गाई भैँसीको गोठहरू बरु सफा हुन्छ होला यार हो यार दया मागेको छ भने यार यस्तो यार मागेको छ भने गाई नि बस्दैन यस्तो सफा गर्छु दियाहरू सफा गर्नुपर्छ ओए उठाओ आज परदेशको जीवन यस्तै हो परदेशी जीवनको ठिकै छ मिला मिला मेरो टी सर्ट सफा गर्नुपर्छ क्या आफू भनेर मेरो टी सर्ट त भेट्दैन अब यही भने म त सुतौँ क्या म त सुत अब ड्युटी जाने टाइम भयो उठो 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 जानुपर्छ केटा ढिला हुन्छ उठ 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 ओए सबैले मुख धोयो म उ गर्छु ल म गएँ ल अब चाहिँ खाना खानुपर्छ है भात त तातो रहेछ भात त लास्टै तातो सुकेको झोल भन्दा नि गएको खान्न मलाई छ्या त्यसो भए त खाना त नमिठो छ यस्तो खाना नि को खान्छ झोल जस्तो छ छ्या त्यही भएर अबदेखि चाहिँ मगाउने होइन क्या खाना चाहिँ छ्या बाहिर म त अब यो खाना खाना भन्दा बरु अब म ड्युटी जाने तयारीतिर गर्छु ओहो यस्तो खानाहरू केटाहरूले हेर त यस्तो गन्दा भएर बसेका केटा मलाई नि खाना लगाइदिएको छन् केटाहरूले अब के गर्छ कमरा 4 भयो नि खाना त फ्रेस हो लाइफ यस्तै हो के गर्ने परदेशी जिन्दगी यही हो खाना पर्छ यस्तै र यो खाना यस्तो त्यो खाना खाने केटाहरूले यार सुँगुरले खाने खाना यार कसले बनाएको यो खाना मामा हामीले रुम सफा गर्ने नि त हामीले रुमको ठेगानै बिर्सेन केटाकेटी जस्तो नगर्ने भन्नु हजुर दाजुको पनि केटाकेटी जस्तो केटाकेटी चाहिँ किन गर्नु यार दुःख त छ तर रमाइलो पनि छ के परदेशमा अगर हामी 3-4 जना हुन्न थियौँ भने यो परदेश जेल जस्तै लाग्छ है तिमीलाई कस्तो लाग्छ मलाई चाहिँ यस्तै लाग्छ हुन त हाम्रो रुम देख्दा दुःख लाग्दैन तर फुल प्याकेजहरू चाहिँ हाम्रो रुम हाँसु नि कति लाग्छ हो
हाँसेरै मर्जिदियो ठिक छ भाइ भाइहरू तिमीहरूको हाँसो पनि असली सम्पत्ति जस्तै लाउँछ हाँस्दा हाँस्दै जीवन काट्ने अनि Thank you so much for watching the painful story of migrant families.